सहित उडिसेहरू भन्नुहुनेछ। कृपया here in front of you tell about our Jyotisna club. It is about World Days Management Program. Good morning everyone And good morning for every teacher. So we are from Jyoti Club and we are doing student dress management program. हाम्रो चाहिँ यो ड्रेसहरू चाहिँ हामीले स्कुल चेन्ज गरेपछि अनि सानो भएपछि हामीले फाल्ने गर्छौँ। यो चाहिँ हामी अब स्टुडेन्ट भएर यो बनाउन हुने कुरा हो। अब हामी 5 लाखभन्दा बढी धेरै स्टुडेन्ट्सहरूसँग हामी अब हामीले यो ड्रेसहरू फालिँदाखेरि टपिक साइडमा गएर थुप्रेर बस्छ र वातावरणमा प्रदूषण गर्छ र हामीले यही समस्यालाई देखेर नै हामीले यसलाई सल्युसन खोजेर खोज्दै बस्यौँ हामी र हामी यो सल्युसनमा आयौँ। हामी स्कुलमा गएर चाहिँ हजुरहरूको ड्रेसहरू कलेक्ट गरेर त्यसलाई रिसाइकल गरेर अन्य आश्रमहरूमा हामीले डोनेट गर्छौँ। त्यसको लागि हजुरको सहयोग चाहिन्छ र हजुरलाई को कोलाई ड्रेसहरू डोनेट गर्नु मन छ, ज्योति क्लबमा पनि आएर डोनेट गर्न सक्नुहुन्छ या हजुरले स्कुलमै छोडिदिनु नि हुन्छ, हामी आएर कलेक्ट गर्छौँ। सो अनि लकी डोनेटरलाई चाहिँ हामीले एउटा मिस्टिरियस गिफ्ट चाहिँ हामी गिफ्ट गर्छौँ। सो प्लिज डोनेट। स्कुलको भयो नि हाम्रो स्कुलको मेन चाहिँ हाम्रो मोटिभ स्कुलको ड्रेसलाई चाहिँ हामीले रिसाइकल गर्ने हो। हामीले जस्ट यही स्कुलमा हाम्रो सेन्टर गरेको प्लस हामीले क्लियर गरेको इक्जाम दिएर सो हाम्रो चाहिँ यो अब हाम्रो हजुर घरमा भएको कपडाहरू पनि यहाँनिर हुन्छ क्या हजुरहरूले। हजुर यही त अलिक कामै नलाग्ने ड्रेसहरू चाहिँ हामीले आएर चाहिँ हुन्छ हामीले रिसाइकल गर्छौँ अनि अनाथ आश्रमहरूमा डोनेट गर्छौँ। कतिजनाहरूलाई पुग्दैन नेपालमा जस्तो गाउँहरूमा झन् मेन्सुरेसन टाइममा चाहिँ एकदमै लो हाइजिन हुन्छ। त्यही भएर हामीले त्यसमा नि हामी प्रश्नहरू बनाएर गाउँघरमा दिन्छौँ त्यसरी। अनि अब हाम्रो चाहिँ प्लस टूमा चाहिँ इच इयर चाहिँ 5 लाखजना स्टुडेन्टहरू चाहिँ ग्रेजुएट गर्छौँ। हामी प्लस टूमा चाहिँ अब 5 लाख स्टुडेन्टहरूको पर पर्सन 1 किलो हुन्छ वेट ड्रेसको 5 टन हुन्छ। त्यसरी हामी 5 टन रिसाइकल गर्न सक्यौँ भने हामीले एकदमै धेरै ठुलो योगदान दिन सक्छौँ हामीले वातावरण प्रदूषण रोक्नको लागि। र हजुरहरू सानो सानो हुनुहुन्छ, अहिले 13-14 वर्षको हुनुहुन्छ, 15 वर्षको हुनुहुन्छ। सो यस्तो यस्तो कामहरूमा लागि पर्नु अनि हजुरहरूले कन्ट्रिब्युट गर्नु यस्तो कामहरूमा प्रोग्रामहरूमा। सो हजुरहरूलाई एकदमै हेल्पफुल हुन्छ, हाम्रो राम्रो वातावरण बन्छ। र हजुर यस्तो राम्रो स्कुलमा पढ्नु भएछ मैले आज मलाई थाहा पाएँ। सबैले बोर्डिङ स्कुल भन्छ है। म सानैदेखि बोर्डिङ स्कुलमा पढेको नि मलाई आज रियलाइज भयो यस्तो राम्रो इन्भाइरोमेन्ट छ। मैले मिस आउट गरेँ नि यस्तो धेरै मान्छेहरू बोर्डिङ स्कुल हुन्छ 10-15 जना हुन्थ्यो। मैले आफ्नो यत्रो धेरै स्टुडेन्टहरू इक्जाममा बस्न थाल्छ एकदमै रमाइलो रहेको छ। सो यति नै हो अहिलेको लागि प्रोग्राम हाम्रो। हामी चितवनमा नयाँ प्रोग्रामहरू ल्याइरहेको छौँ। सो स्टुडेन्ट ड्रेस म्यानेजमेन्ट प्रोग्राम चाहिँ आज हाम्रो मेन प्रोग्राम हो। सो भाइ बहिनीहरू हजुरहरूले चाहिँ 9808465476मा चाहिँ नत्र त्यसमा गरे नि हुन्छ, कल गरेर ट्रेड गर्ने हुन्छ, नत्र हाम्रो युट्युब पेज छ ज्योतिषना क्लब भनेर भिडियोहरू पनि आउँछ, हेरेको भइरहेको छ। म चाहिँ हजुरहरूले आएर कमेन्टमा मेसेज गऱ्यो भने हामी हजुरलाई कन्ट्याक्ट गर्छौँ। सो थ्याङ्क यू फर टुडे। विश यु गुड लक फर योर फ्युचर। धन्यवाद। निकै एउटा समाजसेवापूर्ण काम र एकातिर वेस्ट म्यानेजमेन्ट पनि हुने, अर्कोतर्फ सामाजिक सेवा पनि हुने ज्योति क्लबका भाइहरूलाई म हार्दिक धन्यवाद दिन चाहेँ विद्यालय तर्फबाट। र विद्यार्थी भाइ बहिनीहरू सुनिहाल्नुभयो, तपाईँहरूले सानो भएर राखेको स्कुलको ड्रेस अथवा घरमा तपाईँहरूलाई सानो भएर अलिकति पुरानो भएर अलिकति च्यातिएर नलगाउने कपडाहरू ल्याइदिनु भयो भने हामी यहीँ एउटा रूपमा प्रदर्शन गर्नेछौँ र एक हप्ता हामी
भाइको बोसहरू नै रोकेर सिक्छु हो त्यसरी मार्सा गरेको हातै नचलेको अहिले बस्दा अहिले आमा पनि हुन्छ नि So hi, we are from Jyoti Club and today we are doing student dismantling program 8 Amar Singh Madhyamik Vidyalaya. So huge thank to our principal and all the teachers for giving us this opportunity.